हेलो गाइस, हामी चाहिँ आज शनिबार ड्युटी भएर यसो फ्यामिलीसँग घुम्न आएको है। टिकट पनि काटियो होइन। छोरीको चाहिँ टिकट परेन, 4 वर्षभन्दा 5 वर्षलाई मात्र टिकट लाग्छ अरे होइन। बुढाबुढीलाई टिकट लियो 2टा। अब चाहिँ हामी भित्र प्रस्थान हुँदैछौँ। यता हेर त गाइसहरू, टिकट हाम्रो यहाँ दाइलाई टिकट देखाउनु पर्ने रहेछ। अन्त दाइ के गर्नु पर्ने हो? 400 हो 2जना, बच्चाको त पर्दैन होइन। र हामी भित्र प्रवेश गरिसकेको छौँ। अब हामी भित्र गएर पुरै इन्जोय गर्नेछौँ। यस बबाल भइरहेछ। आज शनिबार, हामी सबैको छुट्टी। नाइस। के हो रेल माछा भनेको त पुरा रिन माछाहरू मात्रै देख्छु त हो। ए नै हो 150 मा हेर्न आइपुग्यो। सरी, हेर न बेफिसहरू सानो। है माछाहरू चाहिँ यहाँ माछाहरू रहेछ होइन। सानो माछाहरू, सानो एक्वेरियमहरू रहेछ यहाँ छ। यता पनि रहेछ एक्वेरियमहरू। त्यसको नाम चाहिँ स्विपर फिस हो क्या। त्यो चाहिँ स्विपर फिस हो। त्यो चाहिँ स्विपर फिस हो क्या। त्यो चाहिँ स्विपर फिस हो। हेर त माथिबाट। यस माथि मान्छेले ट्याङ्की राखेको होला कि माथि माछाहरू। यो चाहिँ स्विपर फिस एउटा ठुलो रहेछ। यहाँ चाहिँ यहाँ छ हाम्रो म्याडमजी, राजाको रानी। हामी चाहिँ भिड हाम्रो सेवा गर्नको लागि दिदीहरू, सेक्युरिटी दिदीहरू हाम्रो सेवा गर्नको लागि। वा यो चाहिँ लास्ट फिसहरू है, यो ठुलो फिसहरू। ल जम हामी। छोरी एकछिन हिँड्नुहोस् त, बाबालाई गाह्रो भयो। चाहिँ धेरै प्रजातिको माछाहरू छुट्टै राख्नु भएको रहेछ यहाँ होइन। जलाखेलमा पुरै रेड फिस छ यहाँ चाहिँ है। रेड फिस रेड फिस। यहाँ चाहिँ मिक्स फिस रहेछ हो। विच फिस नो नेम, नामै छैन रहेछ है। व्हाइट फिस। विच फिस? पस फिस है, यो चाहिँ पस फिस। नो सोना, डोन्ट टच देयर। वाउ, त्यो व्हाइट कलरको हेर्नु न। हो सोना, हात यस्तो गर्नु न यहाँतिर उचाल्यो त, यस्तो गर्नु त। ल यो त अनौठो फिस रहेछ त। कुन फिस हो यो? नाम चाहिँ नामै त्यो रहेछ। यो चाहिँ टाउको बिग्रेको माछा रहेछ दिदी। टाउको बिग्रेको माछा रहेछ दिदी। टाउको बिग्रेको माछा रहेछ नि यो। टाउको बिग्रेको रे। Siona, come on. Siona. Sorry. Come here. Siona. Come on. यहाँ हो त्यता आउन। आउने के हेर्नु न। मस्टर्ड फिस हो क्या? हेर्नु त कस्तो रे। मस्टर्ड फिस कुन हो यो?
मोनास्ट्रो अब यता जाने अब हामी अब ठुलो माछातिर भागोतिर प्रवेश गर्दैछौँ गाइजहरू। ल दामी ल है ल फिसरी वा माथि हेर फिस छ, तल हेरे फिस छ, यता हेरे फिस छ। हेर त फेरि यहाँ सबको हातमा मोबाइल। आमा बिस्तारै गर्नु सरी। नो ब्ल्याकवाला सुपर फिस। बाबाको हात गल्यो मामु उपर। वेयर सुपर फिस होला त्यो। ल छोरीलाई यहाँ ब्ल्याक फिस हेर्नु पर्यो अरे। ए यहाँ चाहिँ माछाको भुराहरू राखिरहेको छ तल खेलमा चाहिँ। कमन छोरी अगाडि जाउँ। यता जाउँ बाटो खाली बाटो यस्तो छ। ल यहाँतिर डिस्को लागि सानो यहाँ हेर्नु। यता हेरिने माछा उता हेरिने माछा माथि नि माछा माछै माछा। पनि बेलुका आउनु सक्नुहुन्छ आफ्नो फ्यामिलीसँग घुम्नला इजाउला खेल्न। एकदमै राम्रो छ खेल्ने। अब हामी चाहिँ अब पिङ खेल्न जान्छौँ। त्यहाँ भर्खियो जस्तो फुल भइसक्यो जस्तो। दिदी यो के फुल भइसक्यो दिदी? हो अहिले फुल भइसक्यो हो। बच्चा छ क्या सानो छ होला मिल्छ बच्चा लानु मिल्दैन त हजुर 4 वर्ष। जिम्मेवारीमा आफ्नो जिम्मेवारीमा लानु भन्छ। हो त सही कुरो गर्नुभयो। हाम्रो नखेल्ने म यहाँ रेल खेल्न जाने। अब रेल रेल खेल्ने रेल भए पनि खेल्छु। रेल खेल्न जाउँ है हामी। रेल फेरि 2-2जना मात्र जस्तो रेल खेल्नु पर्यो। रेल है खाली छ त्यहाँ। हामी रेल खेल्न जाने है गाइजहरू। हामी यहाँ रेल खेल्न जानु पर्यो। रेल भाइ 2जना बच्चाको त पर्दैन होला नि होइन? त्यो बच्चाको पर्यो मोबाइल समात्यो त 2टा। खेल्ने थियो ओके। हामी खेल्न जाने अब रेल अहिले दिनु। रेल खेल्न जाऊँ। रेल खेल्न जाने अब हामी। रेल खेल्ने अब हामी। अब फेरि ठाउँै छैन जस्तो। हामी चाहिँ अगाडि बढ्नुपर्ने भाइ। बिचतिर सिट मिलाइदिनु यार भाइ। बिचतिर चाहिँ मिलाइदिनु हो। यस्तो भिडियो गर्दाखेरि पाउनु छ अरे। ल जाउँ गर्नु सामान त अलि च्यापै सामान है। टाउको भित्र गर्नु त च्यापै पावर सामान है। ल हामी चाहिँ रेल खेल्ने रे है गाइजहरू। रेल रेल खेल्न लाग्यो। सबजना ढुङ्गा छन्।
सक्यो सक्यो 150 150 सक्यो अब अर्को खेल्न जानुपर्छ घरतिर वाह बाबा है Luda. चोरी चोरी चोरी
कस्तो रहेछ मलाई रोक्यो भन्नु घुमाएर त कस्तो सन्किरहेको त विचार गरेर बोल्नु है फेरि विचार गरेर बोल्नु है फेरि देख्दै देखेन त मैले अनि रोकेको कस्तो यस्तो जङ्गेर आएको तपाईँ अनि विचार गरेर बोल्नु फेरि है विचार गरेर बोल्नु नि फेरि गाइजहरू खै क्या हो गाइजहरू मात्र आउँछ मुखमा भिडियो बनायो कि गाइजहरू मात्रै टक्क हामी चाहिँ होइन सबै घुमी फेरि आयो हामी अब होइन घरतिर प्रस्थान हुँदैछौँ अब चाहिँ हामी घरतिर प्रस्थान यस्तै छ जलाखेलको नाइट पारा यस्तै छ जलाखेलको धेरै कडाहरू जलाखेल रातो मसेन्द्रनाथ पनि यहीँ रहन्छ हो जलाखेलमा अहिले उता घुमाइसकेको छ पुलचोकबाट निकालेर पछि राख्ने ठाउँ यही हो जलाखेल भलिबल कोर्टभित्र छ यही हो यता वरपर सबै स्याटरडे सबको छुट्टी ह्याङआउट गर्न यतातिर आएको थियो रमाइलो भयो रमाइलो भयो छोटो मिठो रमाइलो है सानो हामीले छोटो मिठो रमाइलो गरेर आयौँ है छोटो मिठो रमाइलो गऱ्यौँ नि है यसो जिस्काइरहेको कि हल्का मेन्टल टाइपको मान्छे रहेछ होइन यसो अनि जिस्काइदिएको हल्का हो कि क्या हो लजालु बनाएर भ्लग नाम्सहरू उता छ सानो अब बाइक पार्किङमा लिन जाऊँ त्यसपछि क्लोज गरौँ हामीले जलाखेल परिकल्पना गराएर रातो मच्छेन्द्रनाथ दर्शन गर्दैछौँ रातो मच्छेन्द्रनाथ दर्शन गर्दैछौँ यता ढोका जाउँ छोरीलाई दौड्नुहोस् त भाइकी गर्नुहोस् त यहाँ पछाडिमा मान्छेहरू ड्वाङ हाल्नु नि मच्छेन्द्रनाथ परिकल्पना गर्दैछौँ यस ल हामी चाहिँ लगनखेलमा आयो अहिले 8 बजे 8 कति बजे अहिले 8:30 बजे पनि चलपल नै छ चाहिँ ललितपुरको मुटुभन्दा पनि केही फरक पर्दैन है एकदम चलपल भएको छ रातिको 8 बजे पनि हेर्नु सक्नुहुन्छ हजुरहरूले खत्रै बिजी भइरहेको छ है मान्छेहरू यहाँनिर छ 2 जना के छ गाइजहरू